उत्कृष्ट भेटी प्रभु येशूलाई दिनु साहस चाहिन्छ। ख्रिस्टले बोलाएको ठाउँमा जानुको लागि साहस चाहिन्छ। उहाँको वचन मान्नको लागि साहस चाहिन्छ। इभन पहिलो फल 100% प्रभु येशूलाई सो इच्छामा दिनु साहस चाहिन्छ। धेरैको साहस छैन अनि साहस नआएको चाहिँ पवित्र आत्मामा बारम्बार नभरेर। प्रभु येशूले आफ्नो चेलाहरूलाई 3.5 वर्षसम्म तालिम दिनुभयो। तर स्वर्गीय रोहन हुनुभन्दा अगाडि उहाँले भन्नुभयो, तिमीहरू कतै पनि यो यरुशलेम छोडेर नजानु जबसम्म म पितासँग अनुरोध गरेर तिमीहरूको लागि सल्लाहकार पठाउँदिन, अर्थात् पवित्र आत्मा। हामीले ख्रिस्ट येशूलाई विश्वास गर्छौँ, ख्रिस्ट येशूको बाटोमा हिँड्छौँ। वास्तवमा यो सबै पवित्र आत्माको नै हात छ। पवित्र आत्मा बिना मण्डली एउटा सोसल क्लब जस्तो हुन्छ। अनि पवित्र आत्मालाई हामीले प्राथमिकता दिएको छैनौँ, पवित्र आत्माले हामी बारम्बार भरेको छैनौँ भने धेरै डिसएडभान्टेजेसहरू हुन्छ। पवित्र आत्मा बिना परमेश्वरको वचन एउटा इन्फर्मेसन जस्तो हुन्छ, इन्सपिरेसन हुँदैन। हामी हल्का ठान्छौँ परमेश्वरको वचनलाई, हामी सिरियसली मान्दैनौँ, किनभने पवित्र आत्माको कन्भिक्सन नभएको कारणले गर्दाखेरि। पवित्र आत्माले नै येशूको शिक्षाहरू याद दिलाउनुहुन्छ। पवित्र आत्मामा हिँडुल गरेन भने हाम्रो पाप स्वभावले हामीलाई बारम्बार मारिरहेको हुन्छ। धेरै यस्तो कुराहरू छ पवित्र आत्माको विषयमा जान्नु आवश्यक छ। आजको वचनले तपाईँको जिन्दगी डेफिनेटली परिवर्तन हुन्छ यदि तपाईँ प्रार्थना सहित सुन्नुहुन्छ र लागू गर्नुहुन्छ भने। यदि तपाईँको प्रार्थनाको रिक्वेस्ट छ भने हामीलाई पठाउन सक्नुहुन्छ। सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो इमेल, भाइबर, व्हाट्सएपमा या फोन नम्बरमा कन्ट्याक्ट गर्नुहोला। थ्याङ्क यू सो मच। एकजना पुरुष हुनुहुन्थ्यो, उहाँ डिबी परेर अमेरिका जानुभयो। उहाँले काम गर्दै अगाडि बढ्नुभयो, तर अचानक उहाँलाई एङ्जाइटीको शिकार भयो। निन्द्रा नलाग्ने, छटपटी हुने, राम्रो भावना नआउने, काममा मन नलाग्ने, डर लागेर आउने, अतालिने। अनि त्यो समस्या बढ्दै 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 यति गयो प्रार्थनाले पनि निको भएन। अनि उहाँ अमेरिका बस्न सक्थेन। झरक्कै फ्लाइट टिकट काटेर उडेर आइहाल्थ्यो यता। यहाँ आउँदाखेरि अलिकति राम्रो भएको जस्तो महसुस हुन्थ्यो। फेरि ऊ जान्थ्यो काम गर्नुको लागि। फेरि निन्द्रा नलाग्ने, छटपटी हुने, तडपेको जस्तो हुने, जिउनु गाह्रो हुने। फेरि ऊ टिकट काटेर उडेर आउँथ्यो। उसले विवाह गर्यो, तर विवाहको पश्चात पनि त्यो समस्या गएन। अनि प्रार्थना गर्दा पनि गएन, उपवास बस्दा पनि गएन। अनि यो पास्टर कहाँ गएन, त्यो पास्टर कहाँ गएन। त्यो समस्याले उसलाई धेरै नै सताइरहेको थियो। विकल्प नहुँदाखेरि उसको आफन्तले उसलाई सजेसन दियो, तिमी आश्रममा जानु, तिमी निको हुन्छौ भनेर। अनि दुईजनै पति पत्नी म कहाँ आए र मैले उसलाई काउन्सिलिङ गर्दाखेरि निको भएको जस्तो हुन्थ्यो, फेरि बल्झिहाल्थ्यो। अनि ऊ जान्थ्यो अमेरिकामा, फेरि त्यस्तै ऊ फर्किआइहाल्थ्यो, किनभने बस्नै सक्दैन, छटपट्टि भएर निन्द्रा नलाग्ने र धेरै तडपेको जस्तो महसुस हुन्थ्यो उसलाई। अनि एक दिन मैले उसलाई यो भने कि तिमी पवित्र आत्माले भरेको छौ, म भरेको छैन। त्यो रेस्टुरेन्टमा मैले दुईजना माथि हात राखेर प्रार्थना गरेँ। पति पत्नीले नै अन्य भाषा पाएको थियो पवित्र आत्माले भरेर। त्यो दिनदेखि उसको जिन्दगीमा एङ्जाइटी र डिप्रेसनै छैन। आज हाम्रो जिन्दगीमा हामीले धेरै समस्यादेखि ट्याकल गरिरहेको हुन्छौँ। हामीले यो त्यो म आज तपाईँलाई भन्न चाहन्छु, प्राय जस्तो हामी विश्वासीहरूको जिन्दगीमा त्यो समस्या नगएको कारण चाहिँ हामी बारम्बार पवित्र आत्माले नभरेर। जबसम्म पवित्र आत्मामा हामी बारम्बार भर्दैनौँ परमेश्वर बोल्नुहुन्न। जबसम्म परमेश्वर बोल्नुहुन्न नि समस्याको अल्टिमेट एन्सर हामीमा हुँदैन। हामी जस्ट ग्यासिङमा मात्र यो पो हो कि त्यो पो हो कि भनेर हाम्रो जिन्दगी हावामा व्यतीत भइरहेको हुन्छ। त्यही कारण येशू ख्रिस्टले भन्नुभएको छ, यो यरुशलेम छोडेर नजाऊ तिमीहरू। ख्रिस्ट येशूले अभियसली चेला बनाउनु भयो र सारा संसारमा जाऊ भनेर आदेश दिनुभयो। तर उहाँले भन्नुभयो यो यरुशलेम छोडेर नजाऊ जबसम्म म पितासँग रिक्वेस्ट गरेर पवित्र आत्मा पठाउँदिन। प्रेरित 1:4-5 हामी पाउँछौँ, तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू यरुशलेमबाट कतै नजाऊ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। अनि यसबारे तिमीहरूले मबाट सुनेको छौ, किनभने यूहन्नाले त पानीको बप्तिस्मा दिए, अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ। ख्रिस्ट येशू आफैले नै तालिम दिएको चेलाहरूलाई भन्दै हुनुहुन्छ, नजाऊ यरुशलेम छोडेर कतै, पवित्र आत्माको प्रतीक्षा गर।
यदि तपाईँ ड्राइभर हुनुहुन्छ, व्यापारी हुनुहुन्छ, या आइटीमा हुनुहुन्छ, इन्जिनियर हुनुहुन्छ, ओर तपाईँ सेवकाईमा हुनुहुन्छ, या घरको जस्ट हाउसवाइफ हुनुहुन्छ, ओर स्टुडेन्ट हुनुहुन्छ, हामी हरेकले पवित्र आत्माको ब्याप्टिजम पाएर मात्र होइन, बारम्बार पवित्र आत्मामा हामी भरिनुपर्छ। डेली हामी पानी पिएर आफूलाई रिफिल गर्छौँ, डेली हामी सास लिन्छौँ, डेली हामीले भोजन खान्छौँ, एक्ज्याक्टली हामीलाई डेली पवित्र आत्मा चाहिन्छ। एक नम्बर, यु वोन्ट अन्डरस्ट्यान्ड द वर्ड अफ गॉड इफ यु डोन्ट फिल विथ द होली स्पिरिट। परमेश्वरको वचन तपाईँलाई एउटा लेखेको किताब जस्तै हुन्छ यदि तपाईँ पवित्र आत्मामा बारम्बार भरिनु भएन भने। तपाईँले बुझ्नुहुन्न, परमेश्वरको वचन तपाईँले पटक्कै बुझ्नुहुन्न। बुझ्यो भने पनि तपाईँले मेन्टली बुझ्नुहुन्छ, र जब तपाईँले मेन्टली परमेश्वरको वचन बुझ्नुहुन्छ नि, तपाईँको व्यवहारमा परिवर्तन आउँदैन। त्यही कारणले गर्दा कतिजनाले परमेश्वरको वचन दिमागमा राखेको छ, ठुल्ठुलो कुरा गर्छ, तर मूर्ख जस्तो जिउँछ, उनीहरूको जिन्दगीमा चेन्ज आउँदैन। समशक्तिको आत्मा, पवित्र आत्माले बारम्बार भरेर मात्र आउँछ। जब एकचोटि तपाईँले आत्माबाट परमेश्वरको वचनलाई बुझ्नुहुन्छ नि, तपाईँको लाइफ चेन्ज हुन्छ। मत्ती 4:4 प्रभु येशू भन्नुहुन्छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ। यस बाइबल छ, तर त्यो बाइबलबाट कुन कुरा चाहिँ प्रकाशमा बोलिन्छ त्यो चाहिँ महत्त्वपूर्ण छ। तपाईँले बाइबल दिनुहोस् र बाइबल पढ्ने के प्रभु येशूको राज्यमा आउँछ? हरेक आउँदैन। तर पवित्र आत्मा त्यो बाइबलबाट बोल्यो भने त्यो व्यक्ति परमेश्वरको राज्यमा अभियसली आउँछ। हामीमा विभिन्न प्रकारको समस्या छ, कसलाई रोगको समस्या, कसलाई कामको समस्या, कसलाई सोचको समस्या, कसलाई पारिवारिक समस्या। त्यो समस्याको समाधान बाइबलमा भए तापनि जबसम्म परमेश्वर बोल्नुहुन्न नि, तपाईँको समस्या समाधान हुँदैन। मैले धेरै अगाडि मैले सुनेको थिएँ एउटा लोगोस र रेमा भने। लोगोस भने चाहिँ रिटन वर्ड अफ गॉड। जस तपाईँले बाइबल पढ्नुहोस्, मत्ती, मर्कुस, लुका, यूहन्ना, जस लेखिएको त्यो लोगोस हो। तर त्यो वचनबाट पवित्र आत्मा बोल्नुभयो भने चाहिँ त्यो रेमा हुन्छ अरे। कि परमेश्वरको वचन थाहा छैन र अहिलेको विश्वासीलाई? कतिलाई थाहा छ नि, यो अध्यायको यो पदमा यो लेखेको छ, यो किताबमा यो लेखेको छ, धेरैलाई थाहा छ। तर लाइफ किन चेन्ज नभएको? किनभने परमप्रभु त्यो वचनद्वारा पर्सनली नबोलेर। अनि परमप्रभु कसरी बोल्नुहुन्छ? जब हामी बारम्बार पवित्र आत्माले भर्छौँ तब मात्र बोल्नुहुन्छ। यूहन्ना 6:63 भन्छ, जीवन दिनुहुने आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। अनि जुन वचन मैले तिमीहरूसँग बोलेको छु ती आत्मा र जीवन हो। मेरो जिन्दगीमा म धेरै गरिबीमा हिँडेको थिएँ, तर जुन दिन प्रभु बोल्नुभयो नि, आजसम्म मलाई याद छ, त्यो दिनदेखि मेरो जिन्दगीमा गरिबी भएन। म धेरै रोगको शिकारमा थिएँ, मैले सालौं औषधि खाएको छु, तर जुन दिन प्रभु बोल्नुभयो नि त्यो दिनदेखि म निको भएको। तर के मलाई थाहा थिएन उहाँको वचनमा लेखेको छ कोराको चोटले निको भए? के मलाई थाहा थिएन उहाँको वचनमा लेखेको छ मेरो सबै खाँचो पुरा हुन्छ? थाहा थियो नि, तर काम गर्थेन। त्यही पवित्र आत्माले बारम्बार भरि नै पर्छ हामी। दोस्रो तिमोथी 3:16 भन्छ, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको, यो सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकताको तालिम दिनलाई लाभदायक हुन्छ। यूहन्ना 16:13 भन्छ, जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ तब उहाँले तिमीहरूलाई सबै सत्यमा डोराउनुहुन्छ। सत्यको 3टा भाग हुन्छ। उदाहरणको रूपमा मैले अन्य भाषा बोले र मेरो अनुभव छ अन्य भाषामा बोल्ने, मेरो लागि अन्य भाषा सत्य हो। तर कतिले फेरि अन्य भाषा बोल्दैन, उसको अन्य भाषा बोल्ने अनुभव छैन, उसको अन्य भाषा नबोले उसको लागि सत्य हो। अनुभव भन्दा पनि माथिको सत्य चाहिँ त्यो एब्सोल्युट सत्य हो, त्यो चाहिँ पवित्र आत्माले मात्र बोल्छ। तर धेरैचोटि हामीलाई अनुभव छ भने चाहिँ हामी भन्छौँ त्यो सत्य हो, तर हामीले अनुभव गरेको सत्य चाहिँ निम्न दर्जाको सत्य हो, लो लेभलको सत्य हो। हाइएस्ट एब्सोल्युट सत्य चाहिँ नि पवित्र आत्माले खोलेको सत्य हो। म गरिब भए, मेरो अनुभव गरिबीमा छ र मेरो लागि गरिब हुनु सत्य हो। उसको अनुभव छ ऊ समृद्धि भएको, उसको लागि समृद्धि सत्य हो। र हामी दुईजनाको भेट भयो भने तर्क वितर्क मात्र हुन्छ। अनुभवको हामी झगडा गर्न खोज्छौँ। मेरो अनुभव हो म गरिब भए, एकजनाले भन्छ मेरो अनुभव फेरि म धनी भयो, एकजनाले मेरो अनुभव म अन्य भाषामा बोल्छु, उसले भन्छ मेरो अनुभव हो अन्य भाषामा म बोल्दिनँ, अनि झगडा हुन्छ। तर दुईजनै आफ्नो आफ्नो बाटोमा सत्य भए तापनि त्योभन्दा पनि एब्सोल्युट सत्य छ। त्यो एब्सोल्युट सत्य चाहिँ पवित्र आत्माले मात्र खोल्छ। त्यही कारण पवित्र आत्मामा हामी भरिनुपर्छ। उहाँले सबैलाई सत्यमा दोहोऱ्याउनुहुन्छ। सत्य हरेकमा चाहिन्छ।
आर्थिकमा सत्य चाहिन्छ नभए आर्थिक डुब्छ, सम्बन्धमा सत्य चाहिन्छ नभए सम्बन्ध टिक्दैन, सेवकाईमा सत्य चाहिन्छ, सत्य बिना सेवकाई टिक्दैन, निर्णयमा सत्य चाहिन्छ नभए त्यो निर्णयले हामीलाई बर्बाद गराइदिन्छ। सो वचन पढ्नु राम्रो, म त भन्छु तपाईँलाई दिनमा 2 या 3 चोटि वचन पढ्नुहोस्, तर मेक श्योर गर्नुहोस् पवित्र आत्मालाई बोलाएर पढ्नुहोस्। तपाईँको मनमा बढी जिज्ञासा किन छ वचनको विषयमा? किनभने हामी पवित्र आत्माले बारम्बार नभरेर we try to understand the word of God from our mind। हाम्रो मनले मात्र हामी बुझ्न खोज्छौँ परमेश्वरको वचन कहाँ हुन्छ र। एकचोटि जब पवित्र आत्मा बोल्नुहुन्छ नि, कालो गाईले हरियो घाँस खान्छन् दिन्छ, सेतो दुध कसरी दिन्छ, त्यो दिन तपाईँलाई थाहा हुन्छ रियालिटी। म किताबहरू पढ्छु र म धेरै राम्रो पेजेसहरूलाई फलो गर्छु, तर मेरो जिन्दगीमा रियल एक्चुअल चेन्ज र परिवर्तन र उन्नति परमेश्वरको वचन पवित्र आत्माले दिएको कारणले मात्र आएको, फल्नाले भन्यो भनेर आएको होइन। 2 नम्बर जाउँ, you will not be bold but timid if you don't get filled with the Holy Spirit। तपाईँ साहसिलो बन्नुहुन्न, तपाईँ डराउने व्यक्ति बन्नुहुन्छ यदि तपाईँ पवित्र आत्माले भर्नु भएको छैन भने। यो जिन्दगीमा 2टा कुरादेखि हामी बाँच्नुपर्छ, एउटा डरदेखि एउटा लोभदेखि। कदम कदममा डराउने सिचुएसन तपाईँले भेटाउनुहुन्छ। दाउदले पनि त्यसै लेखेको होइन, मृत्युको घाटीबाट हिँड्नु परे तापनि म डराउँदिनँ। हामीलाई डर किन लागेको? हाम्रो अनुभव नभएर, ज्ञान नभएर, र जुन कुरा तपाईँले कहिल्यै गर्नु भएको छैन नि त्यो गर्नुको लागि तपाईँलाई डर लाग्छ। पत्रुस डराएको छ। जब येशू ख्रीष्टको पक्राउ भयो, एउटा सानो केटीदेखि पत्रुस डराएको छ। लुका 22:55 हामी पाउँछौँ, त्यहाँ आँगनको बीचमा आगो बालेर मानिसहरू जम्मा भएर बसिरहेका थिए अनि पत्रुस पनि तिनीहरूसँगै थिए। अनि लुका 22:56 भन्छ, एउटी नोकरानीले आगोको उज्यालोमा तिनलाई बसिरहेको देखे र निहालेर हेरे र भनी यी मानिस पनि तिनीसँगै थिए। अनि लुका 22:57-58 पाउँछौँ, तर पत्रुसले यसो भनेर इन्कार गरे, हे नारी म उहाँलाई चिन्दिनँ। पत्रुस एउटा नारीदेखि डराइरहेको छ। केही बेर पछि अर्कोले तिनलाई देखेर भने, तिमी पनि तिनीहरू मध्येकै हो। तर पत्रुसले जवाब दिए, ए मानिस म होइन भनेर। पत्रुसले हेर्नुहोस् इन्कार गरेको गरेछ, म यीशुसँग थिएन भनेर। किन? पत्रुस धेरै डराएको थिए। तर याद गर्नुहोस्, यो चाहिँ येशू पक्राउ परेको बेलाको कुरा हो। पत्रुस यति डराएको छ एउटा केटीदेखि पनि। र पेन्टिकोस्टको दिनमा जब पत्रुसले पवित्र आत्माको ब्याप्टिजम पाउँछ, पत्रुस पवित्र आत्माले भरिन्छ नि, प्रेरित 4:13 जब तिनीहरूले पत्रुस र यौनाको साहस देखे तिनीहरू अचम्मित भयो भन्छ। साधारण मानिसहरू कसरी चाहिँ यस्तो साहसिलो भयो भनेर। जिन्दगीमा अगाडि बढ्नु छ भने साहस चाहिन्छ। गाडी चलाउनु मन छ, साहस चाहिन्छ। एरोप्लेन चलाउनु मन छ, साहस चाहिन्छ। छोराछोरीलाई राम्ररी राख्नु मन छ, साहस चाहिन्छ। सफलता पाउन चाहनुहुन्छ, साहस चाहिन्छ। बिजनेस असल गर्न चाहनुहुन्छ, साहस चाहिन्छ। ओरिजिनल सेवाकाई गर्न चाहनुहुन्छ, साहस चाहिन्छ। यदि साहस छैन भने नि हामी सम्झौता गर्छौँ र हामी डराउने व्यक्ति बन्छौँ। हामी डरको कैदी हुन्छौँ, अर्काको धम्कीको कैदी हुन्छौँ। हामी अर्काको मन्त्र तन्त्रको आत्मामा आफूलाई हामी डुबाइदिन्छौँ। चालबाजीमा हामी फसिरहेको हुन्छौँ हामीलाई साहस नभएको कारणले गर्दाखेरि। अनि यो साहस चाहिँ पवित्र आत्मामा बारम्बार भरेर मात्र आउँछ। त्यही पत्रुस एउटा नारीदेखि डराउने, प्रेरित 2:14 तर पत्रुसले 11 जनासँग खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, उच्च स्वरले। सानोमा एउटा मुभीमा हामीले एउटा डायलग सुन्थ्यो, जो डर गया समझो मर गया। जो डर गया समझो मर गया। केही कुरा गर्नु छ भने नि साहस चाहिन्छ। तपाईँ भन्नुहुन्छ फल्नाले मेरो कुरा काट्छ, केही नगर्नुहोस्, त्यतिकै बस्नुहोस्, कसले तपाईँलाई कुरा काट्दैन। जब तपाईँ केही गर्नुको लागि कदम चाल्नुहुन्छ नि, तपाईँको परिवारले तपाईँको कुरा काट्छ। ख्रीष्ट येशूलाई छोडेन भने के तपाईँलाई छोड्छ? त्यसो भए जिन्दगीमा के हामी बर पिपलको तल बसिराख्ने? जेसुकै होस्, जब तपाईँ पवित्र आत्माले बारम्बार भर्नुहुन्छ नि, तब मात्र तपाईँमा रियल साहस आउँछ, नभए आउँदैन। अनि त्यो दिन लगभग 3000 व्यक्तिले प्रभु येशूलाई ग्रहण गरेको छ। धेरै क्वालिटीहरू हाम्रो जिन्दगीमा आवश्यक छ, तर एउटा क्वालिटी एकदमै इम्पोर्टेन्ट छ, साहस। साहस छैन भने नि एउटा 3 स्टारको रेस्टुरेन्टमा जानु पनि हामीलाई डर लाग्छ। उत्कृष्ट भेटी प्रभु येशूलाई दिनु साहस चाहिन्छ। ख्रीष्टले बोलाएको ठाउँमा जानुको लागि साहस चाहिन्छ। उहाँको वचन मान्नको लागि साहस चाहिन्छ। इभन पहिलो फल 100% प्रभु येशूलाई सो इच्छामा दिनु साहस चाहिन्छ। धेरैको साहस छैन। अनि साहस नआएको चाहिँ पवित्र आत्मामा बारम्बार
म भरेर हो। 3 नम्बर सुन्नुहोस्, your sinful nature will defeat you if you don't fill with the Holy Spirit. जब तपाईँ नयाँ गरी जन्मिनुभयो, तपाईँको माइन्ड र तपाईँको बडी नयाँ गरी जन्मेको छैन। दोस्रो कोरिन्थी 5:17 भन्छ, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिसकेको छ अनि नयाँ आएको छ। अनि के चाहिँ पुरानो बितिगयो? हाम्रो आत्माको कुरा गरिरहेछ, तर तपाईँको शरीर र मन त्यस्तै हो। त्यही कारणले गर्दा आज तपाईँले भेटाउनुहुन्छ कयौँ पुरानो विश्वासीहरू पनि ढाँट्ने पाप गरिरहेको छ, कुरा काट्ने पाप गरिरहेको छन्। नराम्रो व्यभिचार छाडा कुरामा इन्डल छ, लोभमा इन्डल छ उनीहरू, किनभने बारम्बार उनीहरूको पाप स्वभावले उनीहरूलाई सधैँ नै जितेको छ। इन्क्लुडिङ लिडर्स, अगुवाहरू पनि फसेको छ यसमा, किनभने उनीहरू बारम्बार पवित्र आत्माले नभरेर। त्यो पापको स्वभाव के हो? अशुद्ध कुराहरू, अपवित्रता कुराहरू, मूर्ति पूजाहरू, तन्त्र मन्त्र, दुश्मनी, झगडा, ईर्षा, डाहा, रिस, प्रियङ्करपन, यो सबै यो कुरा गलाती 5:19, 20, 21 यो सबै शरीरको पापको स्वभावहरू। अनि यो कुराले बारम्बार तपाईँलाई नि शिकार बनाइरहेको हुन्छ। कतिचोटि हामीलाई लाग्छ मैले सिगरेट खाएको छु, सिगरेट खाएको तपाईँलाई होइन, सिगरेटले तपाईँलाई खाइरहेको छ। अनि जो मान्छेहरू ईर्षा, डाहा, व्यभिचार, रिस, पाखण्डीपन देखाउँछ नि, उनीहरूलाई लाग्छ मैले यिनीहरूलाई खाइरहेको छु। होइन, त्यो नराम्रो बानीले चाहिँ तपाईँलाई दिन ब दिन खाइरहेको छ। गलाती 5:16 भन्छ, तर म भन्छु पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पुरा नगर। पवित्र आत्मामा हिँड भने चाहिँ के हो? बी फिल विथ द होली स्पिरिट। बारम्बार पवित्र आत्माले भर्नुहोस् त, आफै नै व्यभिचारको सोच हटेर जान्छ, आफै रिस, डाहा, ईर्षा हटेर जान्छ, डर हटेर जान्छ। बारम्बार पवित्र आत्माले भन्नुहोस् त, आफै तपाईँमा ड्रास्टिक चेन्ज तपाईँले भेटाउनुहुन्छ। तर फेरि आफ्नो कोसिसमा हिँड्नुहोस् त, दलदले हिलोमा तपाईँले आफूलाई पाउनुहुन्छ। गलाती 5:17 भन्छ, किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरोध हुन्छ। त्यही कारणले गर्दा धेरैचोटि मान्छेले ढाँट्छ तर भित्र अशान्ति लाग्छ। धेरैचोटि उनीहरूले चालबाजीको कुराहरू गर्छ, भित्र उसलाई अशान्ति हुन्छ। धेरैचोटि उनीहरू बेविचारमा फस्छ, अध्यारो अनुहार हुन्छ, किनभने भित्र पवित्र आत्मा दुखित भएको छ। तर पवित्र आत्मा दुखित भए तापनि किन नजितेको? एउटै कारण छ, बारम्बार पवित्र आत्मामा नभरेर। पवित्र आत्मामा बारम्बार भरिनुहोस् त, उहाँको वचन पढ्नुहोस्, हरेक दिन पवित्र आत्मासँग सङ्गति राख्नुहोस् त, पवित्र आत्मासँग उठ्नुहोस्, पवित्र आत्मासँग बस्नुहोस्, पवित्र आत्मासँग हिँड्नुहोस्, पवित्र आत्मासँग बोल्नुहोस्, पवित्र आत्मासँग खाना खानुहोस्। हेर्नुहोस् तपाईँको लाइफ अर्कै हुन्छ। 4 नम्बर, you will be subjected to the law of Moses if you are not filled with the Holy Spirit. यदि तपाईँ बारम्बार पवित्र आत्माले भर्नु भएको छैन भने नि, हाम्रो बानी बेहोराले यति नराम्रो हुन्छ नि, करले नो चोर भन्नै पर्छ अरे, नो ढाँट भन्नै पर्छ अरे, व्यभिचार नगर भन्नै पर्छ अरे, लोभ नगर भन्नै पर्छ अरे। इभन हाम्रो बाउ आमाले पनि हामीलाई यो नगर त्यो नगर, हामीलाई झ्याउ लाग्छ कि झिजो लाग्छ हामीलाई। तर जब पवित्र आत्माले भन्नुहोस् त, भन्ने मौकै पाउँदैन, किनभने पवित्र आत्माको सञ्चालनमा भएको कारणले गर्दा तपाईँको हरेक आचरणहरू नि, बेहोराहरू पवित्र आत्माबाट येशू जस्तो हुन्छ। यो नगर त्यो नगर भन्नै पर्दैन। तपाईँ भन्नुहुन्छ म नयाँ सृष्टि हो, ठिक छ, तपाईँ भन्नुहुन्छ म ख्रिस्टको चेला हो, ठिक छ, तर तपाईँ र हामीबाट ख्रिस्टको आचरण र बानी र व्यवहारहरू निक्लेको छैन भने नि, याद गर्नुहोस् हामी पवित्र आत्मामा भरेको छैन। अनि पवित्र आत्मामा जब भरिँदैन, मान्छे शारीरिक हुन्छ र उनीहरूले उपद्रो काम गर्नु थाल्छ र भन्नै करै लाग्छ, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन, यो खानु हुँदैन, त्यो छुनु हुँदैन, त्यहाँ जानु हुँदैन भन्नै पर्छ। गलातीको पुस्तक 5 अध्यायको 22 र 23 अन्तमा तपाईँले पाउनुहुन्छ, यी कुराको कुनै कानुनै छैन अरे। जब तपाईँ प्रेम र आनन्द, शान्ति, धैर्यता, नम्रता, संयम हिँड्नुहुन्छ नि, यो गर त्यो नगर भन्नै पर्दैन। तर त्यो पवित्र आत्माको फल चाहिँ पवित्र आत्मामा बारम्बार भरेर मात्र आउँछ। र आज जसरी हामी फेसबुकले आफूलाई भर्छौँ, टिकटकले आफूलाई भर्छौँ, पैसाले आफूलाई भर्छौँ, चिन्ताले भर्छौँ, रिसले भर्छौँ, डाहाले भर्छौँ, नराम्रो कुराले हामी भरिरहेको हुन्छौँ, त्यो सबै कुराबाट भर्नुभन्दा बरु पवित्र आत्माले भरौँ न। आचरण कति राम्रो हुन्छ, येशू जस्तो हुन्छ। 5 नम्बर जाउँ, you will bear no fruit of the spirit if you are not filled with the Holy Spirit. यदि पवित्र आत्माले बारम्बार भर्नु भएको छैन भने नि, तपाईँले पवित्र आत्माको फल फलाउन सक्नुहुन्न। प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासता, नम्रता र संयम हुन्। तपाईँको परिवार एक हुँदैन यदि पवित्र आत्माको फल छैन भने। मैले देखेको छु बुढो मान्छेले पनि दुःख पाएको छ,
किनभने पवित्र आत्माको फल छैन। मैले देखेको छु बुढेसकालमा उनीहरूलाई मान्छेले एक्लै पारेर छाडेर गएको छ, एउटै कारणले हो, पवित्र आत्माको फल नभएर। मैले देखेको छु कयौँलाई कामबाट निकालिदिएको छ, पवित्र आत्माको फल नभएर। मैले देखेको छु सरकारी जागिर पाएकोलाई पनि उनीहरूलाई निकालिदिएको छ, पवित्र आत्माको फल नभएर। मैले देखेको छु कयौँ परिवार दुई टुक्रा भएको छ प्रेम विवाह भएर पनि, पवित्र आत्माको फल नभएर। मण्डली टुक्रेको छ, पवित्र आत्माको फल नभएर। आमोसको पुस्तकमा वचनको खडेरी लाग्छ भन्छ नि, अहिले ख्रिस्टको मण्डलीमा पवित्र आत्माको फलको खडेरी छ, टिचर्सको खडेरी छैन। तपाईँ युट्युब खोल्नुहोस् त, कति मान्छेले वचन प्रचार गरेको तपाईँ भेटाउनुहुन्छ, र पवित्र आत्माको फलको खडेरी छ। तपाईँलाई नि कामबाट निकालिदिन्छ। तपाईँ भन्नुहोस् मलाई इङ्ग्लिस आउँछ, धेरै मेरो प्रतिभा राम्रो छ, सो वाट, प्रतिभा राम्रो भए पनि पवित्र आत्माको फल छैन भने निकालिदिन्छ। सिफ छ तर बेहोरै छैन, के गर्नु, निकालिदिन्छ। तपाईँलाई कसले साट्छ, एकजना व्यक्तिलाई एकजनाले यति धम्की दिँदै थियो अरे कि, धम्की यति भयो अरे कि लास्टमा, अनि बाध्यतामा त लिडरले एक बाल्टी पानी ल्यायो अरे, तर अम्लो चोप भनेर एक बाल्टी पानीमा उसले चोप्यो अरे, निकाल भनेर निकाल्यो अरे। तैँले जब अम्लो बाल्टीको पानीबाट निकाल्दाखेरि यो पानी घट्यो, घटेन, त्यसो तँ जाँदा पनि केही पनि घट्दैन, जा भन्यो अरे। कतिजना चाहिँ यति अहङ्कार हुन्छ कि म छैन भने लथालिङ्गै हुन्छ, केही हुँदैन। त्यो अहङ्कार बोलेको, म छैन भने लथालिङ्गै हुन्छ भनेर। के हामी मरेर गयो भने संसार ध्वंस हुन्छ? चलिरहेको छ नि, त्यो हाम्रो अहङ्कार मात्र हो। नम्रतामा हामी बसौँ। तपाईँको विवाह सक्सेसफुल हुँदैन यदि पवित्र आत्माको फल छैन भने। तपाईँले जे गर्नुहुन्छ नि त्यसमा तपाईँले सफलता पाउनुहुन्न, पवित्र आत्माको फल छैन भने। तपाईँको सम्बन्ध बाउआमासँग, तपाईँको पत्नीसँग, छोराछोरीसँग, बससँग, अरूसँग पवित्र आत्माको फल छैन भने सफल हुँदैन। अनि पवित्र आत्माको फल चाहिँ नि पवित्र आत्मामा बारम्बार भरेर मात्र। अहिले चालबाजीको आत्मा यति चल्छ, चिप्लो बोलेर त्यो एकछिन त्यो मक्क पारेर के गर्नु, त्यो चुइङगम जस्तो एकछिनमा गुल्ली उडेर गइहाल्छ। एकछिन त्यो ढाँटेर मक्क पारेर के गर्न सक्नुहुन्छ? मलाई त सर्ट टर्म रिलेसनसिप मन पर्दैन, लङ टर्म मात्र मनपर्छ। मलाई लगानी पनि लङ टर्म मनपर्छ, अनि म इभन मेरो जिन्दगी पनि मलाई लङ टर्म मनपर्छ। म अनन्तको लागि सोचेर जिउँछु। 6 नम्बर, your decision will be wrong if you're not filled with the Holy Spirit. तपाईँले लिएको निर्णय गलत हुन्छ यदि तपाईँ पवित्र आत्मामा बारम्बार भर्नु भएन भने। मेरो छोरा जन्मियो, छोरालाई चाहिँ म कम्प्युटर इन्जिनियर बनाउँछु, त्यो बाइबलमा लेखेको छैन। मेरो छोरी जन्मियो, मेरो छोरीलाई म डेन्टिस्ट बनाउँछु, कस्मेटिक सर्जन बनाउँछु, त्यो बाइबलमा लेखेको छैन। बाइबलमा जोन भयो भने पत्नीको नाम चाहिँ दिन आउनुपर्छ भने त्यो लेखेको छैन। धेरै कुरा बाइबलमा लेखेको छैन। त्यही कारण बारम्बार पवित्र आत्माले भरिनुपर्छ। फाइनेन्सियल डिसिजन को छ यहाँ? लु भन्नुहोस् त, म गरिब हुन चाहन्छु। सबै नै समृद्धि खोज्छन्, सबैले पैसा बढेको चाहन्छन्, बिजनेस बढेको चाहन्छन्, काममा फल लागेको चाहन्छन्, तर राम्रो चाहेर पनि रङ डिसिजन भइहाल्छ। किन? पवित्र आत्माले बारम्बार नभरेर। म आज यस्तो व्यक्ति पनि म चिन्छु जो मिडियामा छ, दे आर भेरी फेमस, तर उनीहरूको घरमा कोल्ड वार सालोदेखि चलिरहेछ, किनभने उनीहरूले रङ डिसिजनले त्यो केटीसँग विवाह गरेर। अहिले भालुको कान पक्रेको जस्तो भएको छ। छोडौँ त, यो भालुले मलाई खाइदिन्छ, नछोडौँ त फेरि मलाई घर पनि जानु परेको छ। एउटै कारण हो, रङ डिसिजन लिएको कारणले गर्दा। धेरैचोटि हामी रङ डिसिजन किन लिन्छौँ? किनभने हामी मान्छेको कुरा सुन्छौँ र हाम्रो फिलिङलाई बढी ध्यान दिन्छौँ। पवित्र आत्माले जब बारम्बार भरिँदैन नि, तपाईँको फिलिङ्सले तपाईँलाई भर्छ र फिलिङ्सले तपाईँलाई नराम्रो कुरामा लान्छ। मेरो एकजना आत्मिकी छोरी छिन्, म नाम चाहिँ लिदिएर उहाँले मलाई नसोधिकन एकजना व्यक्तिसँग विवाह गरे। त्यो व्यक्ति यस्तो नराम्रो रहेछ कि बेविचार गर्दैन कि विदेशमा, र तन्त्र मन्त्रको आत्मा चलाउने, मुठीमा पार्ने, झगडा गर्ने। मलाई नसोधिकन उसले विवाह गर्यो। अहिले जिन हराम भएको छ। अनि याद गर्नुहोस्, सबैभन्दा खतरा जेल चाहिँ नि गलत विवाह। प्रेरित 15:28 भन्छ, किनभने पवित्र आत्मा र हामीलाई यो उचित लाग्यो। हामी त फल्लालाई मन पर्यो, ढिस्कालाई मन पर्यो, होइन, यहाँ पवित्र आत्मा र हामीलाई यो कुरा उचित लाग्यो। प्रेरितहरू किन सफलतामा अगाडि बढ्यो? किनभने उनीहरू पवित्र आत्मामा भरेर पवित्र आत्माको सल्लाहमा निर्णय लिन्थ्यो। प्रेरित 16:6-7 पाउनुहुन्छ, पवित्र आत्माबाट एसियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरूमा भएर गए। अब धेरै मान्छे यति मूर्ख हुन्छ कि वचनमा लेखेको छ जाऊ गएर सुसमाचार सुना, जताततै सुसमाचार सुनाउँछ। तर प्रेरितहरू त्यस्तो थिएन। प्रेरितहरूमा हेर्नुहोस् त, पवित्र आत्माले एसियामा वचन सुनाउनुको लागि मनाही गरेकोले बाइबलमा कति वचन पाउँछ, कुन प्रयोग गर्ने, पवित्र आत्मालाई सोध्नुपर्छ। सो फिल विथ द होली स्पिरिट। जति निर्णय हामीले लिएको छौँ नि, कसले पनि म बिग्रोस् भन्ने निर्णय लिँदैन, घाटा खाओस् भन्ने निर्णय लिँदैन।
सबैले निर्णय लिन्छ माथि जानको लागि लिन्छ, उन्नतिको लागि लिन्छ, खुसीको लागि लिन्छ, तर उनीहरूको निर्णय सबै खत्तम हुन्छ, बिग्रिन्छ। किनभने एउटै कारणले भावनामा समाजको कुरा सुन्छौँ हामी र साथीको कुरा सुन्छौँ र पवित्र आत्मालाई मन पर्यो कि मन परेन हामीलाई वास्तै हुँदैन। पवित्र आत्मामा लिनुहोस्। अस्ति भर्खर एकजना अगुवाले मलाई फोन गरेर भन्नुभयो म एउटा व्यापार सुरु गरौँ। मैले भने कम्ती पनि 21 दिन उपवास बस, उहाँबाट निर्णय लिनु। प्रायः जस्तो निर्णय हेर्नुहोस् त हामी भिडलाई पछाएको हुन्छ। एकजना ड्राइभर भने हामी सब ड्राइभर, एकजनाले गिटार बजाउने हामी सब गिटार बजाउने, एकजनाले कफी सप खोल्यो भने हामी सब कफी सप खोल्ने, एकजना त्यो देश गयो भने हामी सब त्यही देश जाने, एकजना नर्स भयो भने हामी सब नर्स हुने। त्यो होइन, पवित्र आत्मालाई सोध्नुपर्छ। सो भविष्य काठमाडौँमा छ पनि भन्दिनँ म, भविष्य अमेरिकामा छ पनि भन्दिनँ म, भविष्य अस्ट्रेलियामा छ, युकेमा छ या इन्डियामा छ म भन्दिनँ, तर भविष्य चाहिँ पवित्र आत्माले जहाँ पठाउनुहुन्छ नि अनि जहाँ बस भन्छ, जे गर भन्छ, त्यहाँ चाहिँ भविष्य अभियसली 100% छ। 7 नम्बर, you cannot remember the teaching of Christ if you are not filled with the Holy Spirit. प्रभु येशूको शिक्षा तपाईँलाई यादै आउँदैन यदि पवित्र आत्माले भरिनु भएको छैन भने। एकचोटि मेरो एकजना आत्मिक छोरा जो यहाँको इन्टरनेसनल एयरपोर्टमा उहाँको पोस्टिङ थियो, अहिले फेरि अर्कै जग्गा पोस्टिङ भएको छ, उहाँले भन्नुभयो जति पनि यो एरोप्लेनको घटना घटेको छ नि यो मसिनको गल्ती होइन, मान्छेकै गल्ती हो। त्यसरी नै हामी जिन्दगीको यात्रा गर्दाखेरि धेरैचोटि नि परमेश्वर पवित्र आत्माको गल्ती होइन, हाम्रै गल्ती हुन्छ। किनभने हामी प्रभु येशूको शिक्षालाई भुलि पठाउँछौँ। हामी कैयौँ विश्वासीहरूलाई देख्छौँ र उनीहरूले आफूलाई क्रिस्चियन भने तापनि उनीहरू ख्रिस्टको टिचिङमा हिँड्दैन, उनीहरूको बोली र उनीहरूको व्यवहार ख्रिस्टको टिचिङमा मिल्दैन, उनीहरूको अडियो अर्कै हुन्छ, भिडियो अर्कै हुन्छ। अनि यूहन्ना 14:26 भन्छ तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनु हुनेछ र मैले तिमीलाई भनेको सबै कुरा याद दिलाउनु हुनेछ। जसरी हामी सेलफोनमा अलार्म लगाउँछौँ नि यति बजी मलाई उठ्नु छ, सेलफोनमा हामीले सेड्युलको फिक्स गरेर रिमाइन्डर लगाउँछौँ नि, पवित्र आत्माले जब बारम्बार भरिन्छ नि पवित्र आत्माले हामीलाई येशूको शिक्षाको रिमाइन्ड गराउनुहुन्छ। 8 नम्बर, जुन your life will be filled with problems if you do not fill with the Holy Spirit. तपाईँले समस्या समाधान गर्न सक्नुहुन्न यदि बारम्बार पवित्र आत्माले भरिनु भएको छैन भने। बारम्बार पवित्र आत्माले भरिनुहोस् त, सपनाद्वारा हुन्छ कि या प्रेरणाद्वारा हुन्छ कि वचनद्वारा हुन्छ कि या अगमबानीद्वारा हुन्छ कि नि पवित्र आत्माले तपाईँलाई सल्युसन दिइरहेको हुन्छ। एकजना मेरो आत्मिकी छोरी छिन्, डक्टरले उहाँलाई स्यालेड खानु भन्नुभयो अनि स्यालेड खाँदाखेरि यस्तो नराम्रो पेट दुख्थ्यो उसलाई, अब खानै पर्छ। अनि कसरी चाहिँ गरौँ, मेरो शरीरले स्यालेडलाई लिँदैन, स्यालेड चिसो भएको कारणले गर्दा। पवित्र आत्मामा भरिँदाखेरि पवित्र आत्माले भन्नुभयो तातो पानीमा चोपेर खाना भन्नुभयो। यो कुनै डक्टरले भनेको होइन। अनि जब तातो पानीमा त्यो जाडो महिनामा स्यालेड चोपेर राखेर खाँदाखेरि नि उसको पेट दुख्नु बन्द भयो अरे, र स्वस्थतामा राम्रो। समस्या कसलाई छैन, हामी हरेकलाई छ, तर समस्यामा नि समाधान चाहिँ जस सोचेर आउँदैन, पवित्र आत्माबाट आउँछ। अनि पवित्र आत्मामा जब बारम्बार भरिन्छौँ नि समस्याको समाधान हुन्छ। लुका 4:18 भन्छ परमप्रभुको आत्मा ममाथि छ किनभने गरिबलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न, द्याट मिन्स प्रब्लमको सल्युसन, अन्धोलाई दृष्टि दिन, हेर्नुहोस् त समस्याको समाधान, थिचोमिचो परेकोलाई स्वतन्त्र गराउनको निम्ति। यो सबै के हो? समस्याको समाधान हो कि परमेश्वरले नाजरतको येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो अनि उहाँ सुकर्म गर्दै दियाबलसबाट पेलिएकोहरूलाई निको पार्दै हिँड्नुभयो। जो बार बार पवित्र आत्माले भर्छन् उसले समस्यालाई समाधान गर्छ, जो बार बार पवित्र आत्माले भरिँदैन उसले समस्या सृजना गर्दै हिँड्छ। सुन्नु भएको होला नि परिवारको कालो भेडा, परिवारको कालो भेडा भने के हो? उसले समस्या ल्याएको ल्याइछ। पवित्र आत्माले भरिनुहोस्। अन्तमा एउटा कुरा भन्नु पर्यो तपाईँको जानकारीको लागि, पवित्र आत्मा व्यक्ति हुनुहुन्छ, उहाँको पनि इच्छा छ, उहाँको पनि मन दुख्छ, उहाँ शक्ति हुनुहुन्छ।